शब्द कति शक्तिशाली हुन्छन् है। यिनले निको पनि पार्न सक्छन् तर गहिरो चोट पनि दिन सक्छन्, खास गरी जब कुरा आत्महत्या जस्तो संवेदनशील विषयको आउँछ। यो स्क्रिनमा देखिएको नम्बर 19 यो कुनै सामान्य अङ्क होइन। यो त नेपालमा हरेक दिन आत्महत्याका कारण गुम्ने औषध जीवनको संख्या हो। सोच्नुस् त यो कति ठूलो जनस्वास्थ्य सङ्कट हो। तर एउटा प्रश्न उठ्छ कि साँच्चै शब्दले कसैको ज्यान बचाउन सक्छ? जवाफ हो, सक्छ, बिल्कुल सक्छ। कसरी मिडियामा वा अनलाइनमा यस्ता घटनाबारे लेखिन्छ त्यसले कि त पीडा थप्न सक्छ कि त आशाको किरण देखाउन सक्छ। आउनुहोस् यसलाई अलि गहिलाइमा गएर बुझौं। हो, शब्दको शक्ति यो साँच्चै एउटा दोधारे तरवार जस्तै हो। जब आत्महत्या जस्तो विषयमा रिपोर्टिङ गरिन्छ, अनुसन्धानले के देखाउँछ भने यसले हामीलाई दुईवटा एकदमै फरक बाटोतिर लैजान्छ। अब हेरौँ ती दुई बाटाहरू। एकातिर छ हानिकारक प्रतिध्वनि, अर्कोतिर छ आशाको सङ्केत। पहिले त्यो खतरनाक बाटोको कुरा गरौँ है त। गैरजिम्मेवार रिपोर्टिङले समाजमा एक किसिमको नकारात्मक तरङ्ग फैलाउँछ जसले झन् धेरै दुःख निम्त्याउन सक्छ। यसलाई नक्कलको खतरा पनि भनिन्छ र यो कुनै अनुमान होइन, यो त प्रमाणित मनोवैज्ञानिक तथ्य हो। जब मिडियाले कुनै आत्महत्याको घटनालाई एकदमै सनसनीपूर्ण बनाएर प्रस्तुत गर्छ, त्यसले जोखिममा रहेका अरू व्यक्तिलाई पनि त्यस्तै कदम चाल्न उक्साउन सक्छ र नतिजा आत्महत्याका घटनाहरू झन् बढ्छन्। यसलाई वर्द इफेक्ट पनि भनिन्छ। यो नाम एउटा पुरानो उपन्यासबाट आएको हो जुन छापिएपछि युरोपभरि आत्महत्याको लहर नै चलेको थियो। कस्तो अचम्म होइन? यसले के देखाउँछ भने मिडियाको प्रभाव कति गहिरो र शक्तिशाली हुन सक्छ। त्यसो भए के कुराले चाहिँ हानि गर्छ त? जस्तै पहिलो पृष्ठमै ठूल्ठूलो हेडलाइन राख्ने, घटना कसरी भयो, कहाँ भयो भनेर अनावश्यक विवरण दिने, फोटो, भिडियो वा सुसाइड नोट नै छापिदिने। यस्ता कुराले आत्महत्यालाई समस्याको सजिलो समाधान हो कि जस्तो देखाइदिन्छ, जुन एकदमै खतरनाक हो। र अध्ययनहरूले पनि प्रश्न पारेका छन् कि यस्ता कुराले जोखिम बढाउँछ। खैर, त्यो त भयो अँध्यारो बाटो। अब उज्यालोतिर लागौँ, त्यो बाटोतिर जसले आशा जगाउँछ। यो हो पापागेनो इफेक्ट। यो नाम पनि मोजार्टको एउटा ओपेराको पात्रबाट आएको हो जसले आत्महत्या गर्ने सोच्छ तर अन्त्यमा जीवन रोज्छ। यसले के सिकाउँछ भने मिडियाले सही तरिकाले कथाहरू भन्दा यो रोकथामको लागि एक शक्तिशाली औजार बन्न सक्छ। त्यसो भए आशा कसरी जगाउने त? मृत्युको विवरणमा भन्दा पनि आत्महत्याको सोचसँग जुधेर निको भएका मानिसहरूका कथाहरूमा ध्यान केन्द्रित गरेर, सहयोग माग्न प्रेरित गरेर र कहाँ सहयोग पाइन्छ भनेर जानकारी दिएर, मानसिक स्वास्थ्य विज्ञहरूका कुरा राखेर। हो, जब हामीले फोकस मृत्युबाट जीवनतर्फ मोड्छौं तब वास्तविक परिवर्तन आउँछ। अब यो आशाको बाटोमा हिँड्नका लागि केही भ्रमहरूलाई चिर्नु र सही शब्दहरू छान्नु एकदमै जरुरी छ। समाजमा आत्महत्या बारे धेरै गलत धारणाहरू छन् जसले मानिसलाई सहयोग माग्नबाट रोक्छन्। जस्तै धेरैले सोच्छन् कि यसबारे कुरा गर्दा झन उक्साहट मिल्छ, तर वास्तविकता ठ्याक्क उल्टो छ। जिम्मेवार तरिकाले कुरा गर्दा त सहयोगको ढोका खुल्छ। यस्तै ध्यान खिच्न खोजेको होला भन्ने सोच पनि एकदमै गलत हो। यो त सहयोगको लागि एक पुकार हो जसलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ। अनि शब्दहरूको छनोट कति महत्त्वपूर्ण छ भन्ने कुरा यहाँ हेरौँ। आत्महत्या गर्यो भन्नुको सट्टा आत्महत्याबाट मृत्यु भयो भन्दा यसले अपराध जस्तो सुनिँदैन। सफल वा असफल प्रयास जस्ता शब्दहरू प्रयोग नै गर्नु हुँदैन, किनकि यो कुनै परीक्षा होइन। साना साना देखिने यी शब्दहरूले नै लान्छेना घटाउन र विषयलाई सम्मानजनक तरिकाले प्रस्तुत गर्न ठूलो भूमिका खेल्छन्। पहिले यस्ता कुरा पत्रकारका लागि मात्रै हुन्थे, तर अब जमाना फेरियो। सामाजिक सञ्जालको यो युगमा हामी सबै एक जना प्रकाशक हौं। त्यसैले यो जिम्मेवारी पनि हामी सबैको हो। त्यसो भए अनलाइनमा केही सेयर गर्दा के कुरामा ध्यान दिने? पहिलो कुरा, सोच्ने, डरलाग्दो विवरण, ठाउँ वा तरिकाबारे लेखिएको कुरा सेयर नै नगर्ने। दोस्रो, कमेन्टहरूमा ध्यान दिने। नकारात्मक र अनुमानित कुराले झन पीडा थप्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, जहिले पनि सहयोगका लागि हेल्पलाइन नम्बर वा लिङ्कहरू सेयर गर्ने। यति गर्दा पनि हामीले कसैको जीवनमा ठूलो सकारात्मक प्रभाव पार्न सक्छौं। र हामीले फैलाउनु पर्ने सबैभन्दा शक्तिशाली सन्देश नै यही हो, सहयोग उपलब्ध छ,
जो कोहीलाई जुनसुकै बेला। सङ्घर्ष जीवनको अन्त्य होइन। यो नम्बर याद राखौं, 1166। यो नेपालको राष्ट्रिय हेल्पलाइन हो। जो कोही सङ्कटमा हुनुहुन्छ वा कसैलाई मद्दत गर्न चाहनुहुन्छ भने यहाँ 24 घण्टा सम्पर्क गर्न सकिन्छ। यो एकदमै महत्त्वपूर्ण स्रोत हो। त्यसो भए अन्त्यमा प्रश्न हाम्रो सामु छ, हामी कुन कथा रोज्दैछौँ? समाजमा हानिकारक प्रतिध्वनि फैलाउने कि आशाको सङ्केत दिने? छनोट हाम्रो हो।